नाकमा यहाँ पानी स्टार्ट भइसक्यो गाइज देख्न सक्नुहुन्छ यहाँ मजाले तल बिछेको यो मन्दिर कस्तो बल लाग्यो मलाई यार कस्तो क्युट के लाग्छ कि रियलै घर हो मैले यत्तिकै टक्क लाएर यहाँ राखेँ भने रियल सेम टु सेम छ त होइन नेपालको झन्डा लहराउँदै तर लहराएको छ हेलो नमस्ते सबैजनालाई फेरि वेलकम छ मेरो नयाँ भिडियोमा आइप तपाईँहरू सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु अनि आज चाहिँ मैले तपाईँहरूलाई कहाँ एक्सप्लोर गर्न जान लागेको छ भन्दाखेरि धरानको प्लेस कहाँहरू दिदी पार्क हर्का सम्पाङजीले बनाइदिएको मतलब बनाएको पार्कमा यसो हामी हल्का आफू त घुमि नै रहेको छु र तपाईँहरूलाई पनि देखाइदिनु कस्तो रहेछ यहाँ पार्क भनेर देखाउनु लाग्यो र भित्र छिर्नुको लागि चाहिँ हामीलाई के भन्थ्यो अरे टिकट चाहिने रहेछ र टिकट काट्नुको लागि चाहिँ हामी अगाडि जाँदैछौँ टक्क लाएर यहाँ यत्रो ठुलो धरानको बोर्ड छ र यतापट्टि यस्तो ठुलोहरू छ नि जङ्गलै जङ्गल र यतापट्टि यो माथि चाहिँ बवाल लाग्यो यो माथि पनि जानु मिल्छ र यहाँ देख्न सक्नुहुन्छ कस्तो बवाल हात नङ पनि रियल जस्तो देखेछ यार र यतापट्टि छ हाम्रो के हो डमरु धरानको डमरु मिल्दैन छ बजाउनु नत्र बजाइदिन्थ्यो खतरा छ यार कलायो किन र यतापट्टि हाम्रो छ पुतलीजी र यतापट्टि बस्ने ठाउँ प्लस के हो पछाडि हेर्दै गरौँ यहाँ मान्छेले बोकेको छ हाम्रो मूर्ति के हो यो हेलो यसले चाहिँ बारीहरू त्यो गाईहरूले काट्नु बाँधेर के काम गर्छ त्यो तपाईँहरूलाई थाहा नै होला र यतापट्टि चाहिँ हाम्रो किसानजी पछाडि डोको बोकेको र माथि के हो मैले बिर्सेँ नामै पछाडिपट्टि कराई पनि छ र यता पनि टक्क लाएर ओहो सेम छ है सेम र यतापट्टि छ हाम्रो हर्क सम्बङजी जस्तै छ मुख हेर्दाखेरि बवाल के हो नाम अर्जुन यतापट्टि सेम टु सेम छ त होइन नेपालको झन्डा लहराउँदै तर लहराएको छैन अनि हिजो चाहिँ हामी कहाँ भेटे टाढा गएको थियो भन्दाखेरि यहाँ डक्क लाएर माथि हो कि अहिले पनि पुरै हुस्यो लागेछ र यत्रो ठुलो के भन्थ्यो अरे के हो त्यो क्याफे हान्दी दिदी क्याफे पनि छ धेरै नै माथि र आज चाहिँ हामी यता घुमौँ न भनेर यता आएको र यहाँ कुखुरा पनि छ यहाँ सब बाघ भालु पट्टि चाहिँ हाम्रो रियल हर्क सम्पाङजी के भनेर लेखेको यहाँ पढ त माटो हुँ मलाई दुख्दैन कुल्चे या पूजा फरक पर्दैन बुझेन ओ यहाँ माथि चढ्नु मिल्छ टक्क लाएर यो माइक त रियल खाले हो नि होइन रियल माइक यार ल के मूर्ति नाकमा ल कस्तो ढुङ्गा पनि के लेखेछ 2000 होइन के लेखेको सेम देखेछ है यसको जुत्ता मन पर्यो जुत्ता माग्दै त होइन अरे अगाडिपट्टि नि रहेछ कि अगाडिपट्टि नि रहेछ अगाडिपट्टि तपाईँहरूले देखाउँदै गर्छु रोक्ने र यहाँ पानी स्टार्ट भइसक्यो गाइज देख्न सक्नुहुन्छ यहाँ मजाले तल बिछेको र यताबाट चाहिँ हाम्रो गोर्खाजी टक्क लाएर युनिटिङ अल द गोर्खाज ओहो बन्दुक टक्क लाएर छुरीवाला जाउँ यहाँ माथि यहाँ चाहिँ यहाँ माथि बबाल यार बबाल अझै माथि पनि यत्रो छ घुम्ने ठाउँ
धरान घुमेर सकिला जस्तो लागेन यो इयर चाहिँ। खोइ त दिदी उहाँ छ दिदी चाहिँ। र यो भित्र चाहिँ बस्ने ठाउँहरू रहेछ मजाको। 1 3 के लेखेको खुकुरी उता माथि जाउँ। देख्न सक्नुहुन्छ गाइज हाम्रो वीर गोर्खालीहरू रामबहादुर लिम्बू थापा 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 सब घले। एमएम भने चाहिँ के रहेछ पुन अनि थापा राई थापा गुरुङ गुरुङ राई थापा थापै धेरै छ यार। एउटा चाहिँ घले रहेछ। अब घले भनेको चाहिँ के हो कमेन्ट गर्नु होला। मैले चाहिँ यहाँ के गरेको अघि भनेको थियो मलाई पनि थाहा भएन मैले के गरेको थिएँ भन्दा। तर यहाँ चाहिँ आरा रहेछ क्या आरा चलाइरहेको रहेछ दुईजना मिलेर टक्क लाएर रुख काटिरहेछ। सेम बनाइदिएको छ है काटेको हेर्नु न। तर यो त दुवैजना तलै बसेर काट्नुपर्ने होइन त दुइटै तलै बसेर काट्नुपर्ने होइन यो एउटा माथि एउटा तल छ। र हामीले देख्न सक्नुहुन्छ यहाँ नेचुरल के भन्छ नि यसलाई धारा। पकड मोबाइल मोबाइल त सबै खत्तम भयो नि। ल मेरो भिडियो गर। केटा पानी पर्यो त के गर्ने? पानी परिरहेको छ र हामीलाई जानुपर्ने हुन्छ। भित्र नपसिदिनु होला धन्यवाद। ओके छ त गाइज मैले भर्खर हेरेँ के लेखेको यति त मैले बुझेन। तर यो चाहिँ बुझेँ सम्पाङ लेखेको। मन लाग्छ हर्क सम्पाङ लेखेको होला। यहाँ त मान्छेको टाउको छ त यार। अनि पछाडि के लेखेको आर्ट रोजन आर्ट रे रोजनजीले आर्ट गरेको रहेछ। यो मजाले टक्क लाएर बनाइदिएको छ। र यता पनि आँखा रगत निक्लेछ बिचरा टाउको काटेको र आँखाबाट रगत निक्लेछ। बस्ने ठाउँ चाहिँ यति धेरै छ नि पुरै नगरौँ के। यहाँ देख्न सक्नुहुन्छ हाम्रो नेचुरल माछा। भित्र कछुवा नि छ हेर्दै कत्रो ठुलो कछुवा टाउकोमा ढाडमा त्यो भएको पुवाल भएको माछाहरू कलरी रातो माछा। गाइस कस्तो मजाको आवाज पनि आउने के टक्क लाएर खोला छेउमा होइन स्वा गरेको हेर्नु न। टक्क घुम्ने ठाउँ पनि छ र टक्क खोलाको आवाज पनि के। अहिलेलाई चाहिँ धेरै ठुलो पानी परेर हामी बसिरहेको छ। अब के भन्नु पानी परेपछि बस्नै पऱ्यो हेर्नु। जुत्ता बिग्रिन्छ भने यसरी माथि राख्नु पऱ्यो। अहिले हामी अझै उतातिर जानु पनि बाँकी छ। के भएको यो बिजोग छ यसरी बिजोग छ होइन। चप्पल तल राखेर खुट्टा माथि राखेको बिजोग छ बिजोग पानी परेर। हामी यहाँ नघुम भने चाहिँ क्या आउँदाखेरि पनि धराङबाट कस्तो नराम्रो तालको भेट्यो। घुम्नु लाग्दा नि हिजो भेटेटार गएको। हिजो भेटेटार जाँदा पनि हुस्सा लागेर केही कसै पनि नदेखेर हामी स्काई वक पनि गरिनँ। बन्जी जम्प पनि गर्न लागेको थियो तर फेल भयो। आज यहाँ त्यसको के पार्क है स्मृति पार्क के पार्किङमा घरको आकाशमा पानी परेर यसरी बस्नु परेर राइट। कत्रो ठुलो झर्ना हो। उता पनि रहेछ यत्रो ठुलो पार्क। उता जाने न तपाईँ। गाइस साँप 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 एनाकोन्डा। के एक्लैले बनाएको
मोबाइल बनाइसक्यो र मान्छेहरू अझै पनि काम धमाधम छ यो अक्कलाएर एसटिएस रक गार्वे र योभित्र छिर्नु चाहिँ 35 रुपियाँ पर पर्सन रहेछ काट्नुपर्ने टिकट बवाल छ यार। ओइ डोको बोले पनि फोटो खिच्न मिल्छ कि मान्छेको ल उयो होइन उयो आऊ मुख हालेर आएछ न मेरो खिच्दैन मेरो अड्छ कि यहाँ आइज न अड्दैन रहेछ बच्चाहरू मात्रै रहेछ है गौतम बुद्धजी यार कस्तो सानो पुल के सर्ट एन्ड स्विट र बाटो पनि कस्तो बोवाल छ बस्ने ठाउँ टक 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 र त्यो माथि चढेर तपाईँहरूलाई देखाउँछु भनेको थियो र अघि पानी ठुलो परेको कारणले हामी छिटो धौधौ तल झरेर त्यहाँ भिडियो बनाउनु पाएन र तपाईँले देखाउनु पाएन के गर्दा तपाईँहरू आयो भने भिडियो बनाउनु होला त्यहाँ चढ्नु चाहिँ फेरि पैसा चाहिँदैन क्या कहाँ गयो यो मन्दिर कस्तो बल लाग्यो मलाई यार कस्तो क्युट के लाग्छ कि रियलै घर ल मैले यत्तिकै टक्क लाएर यहाँ राखेँ भने रियल घर ल घन्टी बज्छ ए त माटोको रहेछ डमरु टक 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 डमरु माटोको घर रहेछ माटोको रहेछ सबै तर यो चाहिँ रियल है पानी धेरै ठुलो परेर यहाँ कपाल मान्छे सब भिड छ पार्क जस्तो पनि रहेछ तपाईँहरू देख्नुहोस् न म टक्क लगाएर पार्क पानी पऱ्यो पनि भिडियो बनाउनु छोड्नु भएन होइन त ए सर्ट एन्ड स्विट लागि चाहिँ हामी टपमा गइरहेछौँ जितेर म हल्का पानी रोक्यो नि त एकैछिन फेरि पऱ्यो पानी ल फेरि पऱ्यो त्यहाँ माथि गयो भने ठ्याक्क कस्तो बल देख्थ्यो भिडियो पनि पानी पनि पुरै जमिसक्यो तर भनौँ भने घुम्ने ठाउँ चाहिँ बनाएकै हो क्या होइन है टक्क लगाएर देख्न सक्नु मेरो पछाडि धरानजी पुरै यहाँबाट चाहिँ सब देख्दो रहेछ कि झन् त्यहाँ माथिबाट पनि देख्थ्यो सबै अघि हामी त्यहाँ गएको थियो त्यहाँ घुम्यो जुत्ता तर यो जुत्ता वाटर प्रुफ रहेछ यार र भर्खरको भर्खरै फोटो खिच्दा यहाँ घाम लागिसक्यो र देख्न सक्नुहुन्छ कस्तो बल घाम घाम पानी स्यालको बिहे यहाँबाट कस्तो बवाल के पार्क पनि उतापट्टि नि बाटो छ क्या उतापट्टि नि पार्क जस्तो छ यहाँबाट ड्रोन सट हान्नु पायो भने चाहिँ बवाल हुन्छ क्या तपाईँहरू टिकटकमा सर्च गर्नु होला हर्का समाङ पार्क भनेर धरानमा धरान हर्का समाङ पार्क भन्ने नि हुन्छ तर त्यहाँ देखाउँछ कि टिकटकमा त्यो एउटा कुनै मान्छेहरूले ड्रोन सट लिएको छ कि यस्तो बवाल दिएछ नि हामी नि आउँदाखेरि 1-2 घन्टा अगाडि नै आउँदाखेरि नि हामी दिदीले म पनि यो पार्क भनेर दिदीले मलाई देखाएको थियो क्या ड्रोन सट टक्क लगाएर हेर्नु न घाम लागिसक्यो घाम आइसक्यो बबा यस्तो बवाल कलरफुल माछाहरू छ नि यहाँ आधी यता छ अनि आधी यता छ कि यहाँबाट पानी आएर छ यो पानी चाहिँ कहाँको भन्दा थियो अहिले पर आएको पानीहरू टक्क लगाएर बगेर यहाँ जम्मा भएर आइसक्यो मैले मेरो साथीहरूलाई होइन स्न्यापमै धरान पुरै घुमाइसक्यो क्या आउनै पर्दैन अनि लगभग घुमेर भ्याइसक्यो होइन र अबको लागि चाहिँ हामी जानुपर्ने हुन्छ टक्क लगाएर फेरि पनि बाहिर अनि के नै भन्नु छ र यतैबाट अघि हामी जहाँबाट त्यहाँ हेर्नु कस्तो नाइस के ठाउँ त होइन घर के भन्थ्यो अरे लामै होस् घर यतै नजिकतिर भएको हल्का 5-10 मिनट अगाडितिर पर्ने मात्रै घर भएको है म त बेलुका जहिले यहीँ आउँथेँ क्या होइन बबाल 35 रुपियाँ तिरेर तर 35 रुपियाँ नतिर्नु पर्ने हो यहाँकै बासिन्दा भएको भए त के थाहा हामीलाई गुप्पे ठाउँ पनि थाहा हुन्थ्यो होला छिर्ने बाटो अबको लागि चाहिँ हामीहरू जानुपर्ने हुन्छ यो भित्र चाहिँ तपाईँहरूलाई देखाउनु पाएन कि फेरि अघि हामी जहाँबाट पैसा तिर्यो नि त्यहीँ पुल नागेर आउनुपर्ने रहेछ हामी चाहिँ गफमा उता धरान पुग्यो अनि त्यहाँ धरान लेखेको ठाउँबाट डाइरेक्ट यता निक्ल्यो होइन केही छैन अर्को बेला हामी फेरि घुमौँला
अबको लागि चाहिँ लेट्स गो